आफू पनि घर घर टोयलेट बनानन्, धारा बनानन् हो, सबैको जोस जान आउने त हो त। त्यही गाउँ सफा मेरो गाउँ नराम्रो खोइ चाला भटिया। तिमी भक्ति बोल्लाउ भाइ, तिमीलाई टटिका क्या न त स्कुलले नगइकन खाली छाडा डुल्याछन् भाइ, के नपोजानी देयर गाडी कुरा टटी स्कुल किन गएन भने सबैका स्कुल जानन्। मास्टर क्या गुरु अहिले क्या चित्त बुझिनुहुन्छ सरकारदेखि माथि आन्दोलन गर्न आइनेर टिकटक बनाउने यसै गर्छन्। त्यो टटी यहाँ पैसा लगायो भनेपछि बोर्डिङ स्कुल छुट्टै मोनोदेव पनि तान्न लाया। त्यो गर्नु के मास्टर र छोराछोरी बोर्डिङ अतै मास्टर र ठुल्ठुलिया छोरी सारा बोर्डिङ हालिदिँदाखेरि माथि मास्टर जति नाचे पनि भयो। आमा टटी बोर्डिङमा छुन् ताली छुट्दैन क्या यति ठाउँमा कुरा गरे पनि क्या भयो उता परबाट ताली आएन हात लाउ बामा तुम्लाई लागि न है तुम्ही न पनि भुनिया कि त हैमाले अलेर सबै आमा छोराछोरी बोर्डिङ हालिलो। तुम्ही काई सरकारी स्कुल पढाउने हो जान दिन्दा सिकाइले रुपियाँ खाला म धौलो पैसा कहाँबाट पाउँदै चार पाँच छोराछोरी भया आउने बोर्डिङ हाल्ने छ। अब दियो आमा सरकारले दिया अनुदानमा सरकारले दिया भत्तामा मजाले आमा स्कुलमा पढानन्। अहिलेका डाक्टर पाइलट पहिले सरकारी स्कुलबाट त भए हुन्थ्यो पर्थ्यो, बोर्डिङ स्कुलबाट भए हुन्थ्यो। ठुल्ठुला मान्छेकै पहिलाको बोर्डिङ स्कुलबाट मात्रै भए सरकारी स्कुल खालि सरकारी स्कुलमा हेलागत्तान ए न सरकारी स्कुल हाम्रो चलाउने हुँदैन बट म त नन्का 18 हाम्रो स्कुल हाल्ने हो मास्टर नआइ सुक्कले मति के नै त्यही अका पुरा सिकाछन् काई गाउँ खालि डुल्याछन् केही छैन त्यो खालि मति के पैसा तिमी खालि खानाबाट भए तपाईको त हामीले कस्तो चिन्ता छ पैसा कहाँबाट ल्याउने छोराछोरी गहरी पढाउने अरूका जस्तो देखासी तिमी न झिमिक लाउने फुली लाएर पनि दिए त आइदिए यस्तो गरी बाबा बट्टा समस्या बुझ्नु नै मन आरे काबिया किन्ने गरे काकिया किन्ने गरे काकिया किन्दै बल्लले हाल्दैन हुन्छ अब टोल फेरि सबै भइगयो नि आज त घोषणा भइगयो पनि जातिबिति फोन गर्दैछन् घरबाट निस्किया फोन पनि केन अब कुइना फोन खाल्डोमा फाल्यो ओ एक कुरा त्यही भुल्न हुन्छ चाहिँ आए भाइ तिमी हप्पाले के भनेछ भनेपछि घरबाट निस्किया फोहोर मैला हुन नि त हो ती कुइने एक खाल्टो